2 3 4 5 6 7 8 पोका 10वटा खै म खिचिराख्छु यो पनि छ यो बिहाको सामानहरू हरायो भने त माथि भतेर जार छानेको जारको गर्नु मान्छेको नगर्नु फेरि भाइरल हुने डर मेरो भिडियो कसैले हेरिदिँदैन के भाइरल हुने हेर्दैन ठिकै छ नि के हुँदैन माइला दाजु स्टेजमा मात्र आइपुग्यो यहाँ यो हाम्रो यो 4 स्टेजमा आइपुग्यो कान्छी हो दाजु बाहिर अनि? स्टेप हो। 3 स्टेप 4 स्टेप 5 मा ल बस्नु खै आजको यो हो यो बिग्रिएछ बैदार तपाईँहरूलाई हामीले हरेक कुरा दिएको खै खाता साता लिएको भए पो दाजु के गर्नु भएको सुरु भयो आहा कति राम्रो है पल्टनमा पहिले सिकेको यस्तै नै थियो हो नि अनि त्यहाँबाट प्लाटिन लेभल सेक्सन लेभल भन्नेहरू हजुर त्यो चाहिँ अब अरू यी भाइ भतिजोहरूलाई सिकाउनु पर्यो नि हो नि यो त एकदम राम्रो काम हो अनि यस्तो छ ज्यादा जान्दिनँ नि यसमा चाहिँ डिग्री मात्र गरिएको छ डिग्री ल भाइहरूले पनि काटकुटमा डिग्री यसलाई चाहिँ म्याग्नेजम भन्छ कान्छी हजुर म्याग्नेजम भन्छ अँ। त्यो भारी पाल्नुभयो मान्छे पर्यो चलाउनु न चलाउनु न उहाँ त उहाँ नै हो नि ल है हाम्रो दाजु चाहिँ भान्से आज डिग्री मात्र गरिएको छ यो लाइनमा डिग्रीले अनि डिग्री पासेको मान्छे हो त हाम्रो दाजु छोरीचेलीहरूलाई दुःख दिनु हुँदैन के सबैमा सबै दाजुभाइहरूले पान्ड्रामा भन्नुभएको दाजुले अलिक म डिग्री गरेको भनेको त चाहिँ अघि होइन हामीले निकाल्दै हुन्छ निकाल्नु परेन यसो गरिरहेको मिसिन थालो हो लु त लु 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 न लु लु भाइ लु गरेर यसो गर्दा सेपास हो म्युजिकसँग मिलेन हो नि हो न दे देउलाई तिमी कहाँ म गएको छु त यहाँ पछाडि म पछि पछि आउँदैछु होइन आइडी आफ्नो आफ्नै अरे त लु नाच नाच यहाँ जान्छ
भतेर जानु आँटेको कामदारको नाम यसरी लेख्नु पर्ने रहेछ यहाँ हेर्दै भतेर जानु आँटेको ए उता पनि निस्किसकेको छ चाहिँ भतेरमा गएको है अब माथि यता चामल गीत पकाउँदै जानुपर्छ त्यतिकै भनिहाल्छ मेकअपको समय हुँदैछ हाम्रो गाइसहरू entertaining the nation. नानी कस्तो लाग्दैछ कस्तो न कस्तो डेली जस्तै लागिरहेछ सबैको इज्जत मान मर्यादा राख्नु हैन त्यो घमण्डे छली कबर कहिले पनि नगर्नु ल आशीर्वाद भक्कु अब चाहिँ हामीले जे चाहिँ अब तिम्रो चिताउनु त्यही पुग्छ है यति मात्र अब चाहिँ तिमीलाई पनि धेरै आशीर्वाद दियो भन्दा मलाई पनि लाग्यो होला है काटेर मलाई नि लाग्यो सबैलाई जान्छ छिटेर मलाई नि आयो होला आजकालको चामल धेरै नखाला है आजकालको चामल धेरै नलागा है म त छिटो छुट्टै मान्छे नै यसो गरे सकिहाल्छु खै खै ए हाम्रो पछि हुँदैन पुर्खाहरू सक्नु होला भने आएको हामी त बाबु आमा
ओइ माइलो लै तिम्रो पनि यसपालि त खानै पर्छ नि दाँत भइरहेको छु है मेरो ढ्याकै बुद्धि बाख्रा पलाउनु खोजेर बिग्रेको छ यार माइलाको खानु पर्यो आउन त आउनु हो अनि तपाईँ त हो त अनि नानीको लुगा परेछ है बाहिर पस्नुहोस् न यता हुन्छ लगाइदिन्छ अरे लगाइदिनु पर्यो नि त यहाँ लगाइदिन्छ नि के त भित्र पनि लगाइदिन्छ नि यता बहिनीलाई सेपास एकैछिन है यहाँ बसेर लगाइदिनुपर्छ है यहाँ आमा त सक्दैन अब यता 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 लगाइदेऊ न यहाँ एक टिका दसैँको भागसँग बाबुको निधार आफ्नो यता उठेर हो बाबु यहाँ एक थोपा लगाइदेऊ एक थोपा लगाइदिनु यता यहाँ पनि लगाइदिनु त देखाएको साथी 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 हाम्रो कान्छी लोकन्ते अनि सधैँ छौ नि
Nano parlas. Beule pudet. Bakal जाने बोल्नु पनि नानी बोक्छ नाङ्गो नलानु भन्छ झन् बुढोलाई झन् छिटो होला भन्छ हाम्रो अन्तर भिड छ अब कसरी लाने हो लाई खोइले प्रोग्राम चाहिँ कता ए बिग्रेछ नि बाबु होइन नानी यो छुन्छौ ठ्याक्कै बोक्दा चाहिँ होइन ल कनेक्ट गर्नुहोस् भइ पैसा खोलेर बजाउनुहोस् होइन यो बोक्दा यहाँ ठ्याक्कै यहाँनिर अनफमा छुँदो रहेछ क्या भाइ त आतु त झन् बेहुला कहाँ पुगिसकेन हामी चाहिँ ल चाहिँ ढुङ्गा आइपुगेको एउटै बल्ल यहाँ पुगेको हामीले जन्ते आउँछ भनेर हो न ढिलो नानो जन्ते आउँछ भनेर हुन्छ नि कम्ता पर्खिन्छ पा जोडिन्छ क्या कुरो चाहिँ त्यो आज हाम्रो भाइको शुभ विवाहमा जन्ती पनि फेरि काठमाडौँदेखि पो आइएको त मामलीहरू सबैले आशीर्वाद दिएका छौँ है हो त्यही हो नि त भाइ बुहारीलाई हाम्रो दार्जिलिङ संस्कार अनुसार हामीलाई शुभ विवाह जन्ती जाँदैछौँ है जन्ती जाँदैछौँ अब हामी चाहिँ कता छन् ए लु बेहुलाहरू ल बेहुली ठिक छ कस्तो छ कस्तो अनुभव भइरहेछ
कति राम्रो प्राविधिक लाली त आपत छोडो ल्याउँदै गरौँ न प्राविधिक मसाइ हुँदो चाहन्छु होइन घरै त नजाऊ नि सँगै यहाँ फर्केर आउनु भनेको त्यसो पो फेरि नै आइपुग्यो नि बिहा गर्न सँगमा मेरो दिदी भाइ हाम्रो भूपेथान हजुर दाजु थ्याङ्क यू कान्छी जन्ती झर्दैछ नै जन्ती सकिन लाउनु चप्पल हातमा बोकेर पर्दैन आज मान्छे हराइसकेको नानी म नखाने यी पानी खान्छु नुन थालाबाट थियो अनिवार्य भयो नि नुन थालापट्टिको रेडी छ छैन सक्नेहरु यहाँ त छैन यहाँ भात आइसक्यो
दुईजनाले सँगै हामी त यता फेरि अनि पल्टा ऊ पुरा सकिहाल्छ त्यहाँबाट दुईजनाले कसरी पल्टा है अब तपाईँको यता पनि नाति भइसक्यो हाम्रो बुहारीलाई कोक्रो नै बोका खै बोक्नुपर्छ यहाँ यसरी कोक्रो दुईटा तीनटा भइसक्यो त यसरी त हाम्रो सर्भिस गर्नेहरु तिमी के भयो आज फेरि दाउका सर्भिस खोर्सानी आएन छ है तपाईँलाई यहाँ भन्यो आको चिन्छौ कता गयो ओ चिन्छौ त्यहाँ साथमा Be
Hello, my face. बेहुली खै ए आइसक्यो बाबा बेहुला त छोत्रे भयो चाहिँ हाम्रो बेहुलाको दिदी बहिनी हुनुहुन्छ अनि पोसाक त फालिहालेछ बेहुलाले हिजो त रानी बस्दै आज त बेहुलाले खैटा लाउनु पर्दैन कल्लेर बेहुला चिनेन थियो होइन कल्लेर Hello, check. कल्लेर बाटो चिन्नु परेको है अलिकति रिज हँदोमा होइन यसो र हामीले सबैलाई बिर्सेको छ यो त संसारले पो चिन्नु पर्यो त हामीले चिनेर हाम्रो यो बिदाउने कचेरी बिदाउने हुँदैछ यतापट्टि हाम्रो बैदार तबिलदार हुनुहुन्छ नक्छ यता हामी गण्यमान्य व्यक्ति दर्शक गण्यमान्य दर्शक प्रमाणित गर्ने मान्छे हाम्रो बेहुलाले चाहिँ त पोसाक फेरिहाल्नु भएछ है आदरणीय सम्पूर्ण यहाँ उपस्थित रहनुहुने हाम्रा ताया तुप्से ढिलोजी पापा पातिसु मामा बुलदुम्बा रुमी पामी खल सेवा सन्दानी विशेष गरेर हाम्रो यो कार्यक्रमलाई जुन शुभ विवाहको कार्यक्रमलाई हामीले अन्तिम चरणमा पुगेको हुनाले गर्दा यहाँहरूमाझ हामीले अबको कार्यक्रम अन्तिम हाम्रा नछिरिङ राईहरूको संस्कार अनुसारको यो कार्यक्रमलाई हामी अगाडि बढाउन गइरहेका छौँ। यहाँहरू अहिलेसम्म धैर्यका साथ अहोरात्र खटेर हाम्रो यो कार्यक्रमलाई साथ दिनुहुने सम्पूर्ण टाढा टाढाबाट पाल्नुहुने निम्तालु मान्यजनहरू व्यक्तित्वहरू साथै यस हाम्रा बादेलका डाला डाला डाली डालीमा रहेका सम्पूर्ण पाछाका आफ्ना आफ्ना पाछाका बुद्धिजीवी हाम्रा पुर्खाहरू साथै हाम्रा जति पनि यस कार्यक्रममा खटिनुहुने घाँची भाइ वातो भाइ साथै यहीँ रहेर सहयोगको अपेक्षा हामीले गरे अनुसार त्यो सहयोग दिनुहुने हाम्रा निम्तालो जीवहरू र यस हाम्रा कार्यक्रममा खटिनुहुने यो कार्यक्रमलाई आफ्नो आफ्नो कार्यविभाग अनुसार त्यो काम गर्नुहुने हाम्रा पुर्खाहरू तुप्सु ढिलुहरू त्यसै गरी चिन्चौ त्यसै गरी बैदार तबिलदार
त्यसै गरी जागुमै, यसै गरी साकमै, यसै गरी दिकमै, यसै गरी खोसिप्पा, साथै हाम्रा यस बाहिर निम्तालोहरूलाई हेरेर रक्सी चाडहरू चिसोहरू वितरण गर्नुहुने, साथै अन्य विभाजनमा जुन रहेर पूर्ण रूपमा यो कार्यक्रमलाई जिम्मेवारी लिएर यो कार्यक्रम सौहार्द वातावरणमा सफल पारिदिनु हुने सम्पूर्ण हाम्रा आदरणीय उपस्थित व्यक्तित्वहरू महानुभावहरूलाई मैले धन्यवाद भन्दा केही दिन सक्दिनँ। त्यसैले मुडी धन्यवाद, साथै यहाँहरूको जुन कार्यक्रममा पनि यसै गरी त्यो सहयोग हामीले प्रदान गर्नेछौँ भन्ने प्रतिबद्धताका साथ यहाँहरूमा मैले अब यो अन्तिम चरणको कार्यक्रम हाम्रो गुलम भइरहेको छ। यो गुलम कार्यक्रम पश्चात हामीले आफ्ना जुन यस प्राङ्गणमा रहेका जुन पूर्वतिर हुनुहुन्छ भटेरमा रहेर काम गर्नुहुने खजेरीहरू, त्यसै गरी उत्तरतर्फ हुनुहुन्छ चेलीहरू साम्लुमै, यसै गरी बेहुला बेहुली, यसै गरी चिन्चो परतो, त्यसै गरी हाम्रा पश्चिमतर्फ हुनुहुन्छ हाम्रा तोप्सो दिलो पुर्खाहरू हुनुहुन्छ, त्यसै गरी दक्षिण साइडमा हुनुहुन्छ हाम्रा वैदार्थ तबिलाहरू हुनुहुन्छ। त्यसै गरी हामी रहेका सम्पूर्ण यहाँ छेउछेउमा रहेर साथ सपोर्ट दिएर अहोरात्र खटेर यो हाम्रो कार्यक्रमलाई सफल पार्नको निम्ति अहोरात्र खटेर रहिराख्नुहुने हाम्रा सम्पूर्ण महानुभावहरू व्यक्तित्वहरू हुनुहुन्छ। त्यसै गरी अब यस मुलम पश्चात हाम्रो यो कार्यक्रम अब अगाडि बढ्नेछ। हाम्रा पुर्खाहरूलाई जुन जिम्मा दिने छौँ हामी, त्यसैले जुन आजको यो हाम्रो नाचिरीहरूको संस्कार अनुसार हाम्रा पुर्खाहरूले जुन यसको विधिगत रूपमा कसरी किन राखियो र के को लागि हो यो विषयमा पनि उहाँहरूले स्पष्ट रूपमा बताउनु हुनेछ मलाई लागिरहेको छ। त्यस कारणले गर्दा यो कार्यक्रम अब सुचारू हुनको लागि म यहाँहरू माझ मैले स्वीकार गर्दै म जुन यस गुलम कार्यक्रम अन्त्य हुन साथ यो कार्यक्रम अगाडि बढाउने छु भन्ने यहाँहरू माझ मैले जानकारी गराउँदै म केही समय बिदा हुन चाहन्छु। फेरि म जोडिन चाहन्छु। धन्यवाद। Dạ.